हाई गाइज, म चाहिँ भर्खर उठेको अनि म रेडी हुन्छु ल। अनि म फ्रेस हुन जान्छु। अनि त्यसै मेरो रुममेट चाहिँ यहाँ सुतेर चाहिँ मस्त गएको नहुनु बाई। सो गाइज, म चाहिँ फ्रेस भएर आइसकिसकेँ। अनि यो चाहिँ आज मैले अस्तिदेखि भ्लग बनाउँछु भनेर सोचिरहेको थिएँ। अनि यो चाहिँ अब भ्लगमा हाल्छु होला। सायद मेरो रुममेटलाई उठाउन खोज्दैछु। छिटो ढिलो हुन्छ। उठा छिटो। यस्तो छ किनभने जाडो छ नि त कति धेरै। अनि उठ्न पनि मन लाग्दैन क्या। म पनि कहीँ जानु अब मैले चिनुआएको थिइनँ। अनि बिहान नउठ्छु भनेर अनि उठ्नु परिहाल्यो नि। म पनि उठ्दिनँ थिएँ त्यति बेला। अलिक ढिलै रेडी हुन्थ्यो होला अब। सो म चाहिँ रेडी हुँदै गर्छु किनभने मलाई टाइम त लाग्दैन। त्यो पनि कपाल सबै सुकाउँछ नि त। अनि ओइ उठा छिटो। बाई गाइस, अहिले म सबै रेडी भएपछि देखाउँछु ल। पनि एक्साइटेड हुन्छु। अनि निन्दा लाग्दैन नि त। म मर्निङ पर्सन हो। कलेज सोधिरहनु भएको छ मलाई इन्स्टाग्राममा। तर म मर्निङ पर्सन हो। मर्निङ पनि पर्सन हो, नाइट पर्सन पनि। किनभने राति पनि सुत्दिनँ, बिहान पनि छिटो उठ्छु। यो के भएको ल ल ल अब दिएको गफ गर्नु हुँदैन ल। बोल्न सो मैले चाहिँ लुगा लगाइसकेँ। अनि मेरो रुममेटको हेर्नुहोस्, ट्याग द्याट फ्रेन्ड जो जहिले ढिलो गर्छ क्या। जहिले तपाईँहरूको पनि ग्याङमा कोही होला नि त होइन। तर म चाहिँ एकदम छिटो गर्छु है। त्यही भएर अहिले कति गाह्रो यसरी चाहिँ म सक्दिनँ जस्तो लाग्यो है। गाह्रो जे गर्नलाई पनि गाह्रो हुँदो रहेछ भन्ने कुरा थाहा हुन्छ। नर्मल देखिन्छ नि त अब अरूको भिडियो हेरेर त। तर आफूलाई यसरी क्यामेरा बोकेर जति बेला देखाउनु पर्छ। अब त्यस्तो इन्ट्रेस्ट त छ, तर पनि कस्तो के भन्नु है, अनयुजलवाला अब त्यस्तै भयो भनौँ न है। म चिया पकाउँछु अनि खान्छु। अनि भ्लग गर्दै गर्छु, हेर्दै गर्ने होला ल। यसो म चाहिँ एउटा लुगा लगाएर पनि फेरि अर्को लुगा लगाउँदैछु। सो केटीहरूलाई कति गाह्रो हुन्छ। यहाँ सबैजना बसिरहेछ। हाई भन्दैन रुबी, रङ्गिता हाई भन। वाह, रुममेट हेर्नुहोस् अघिदेखिको है, बिहानदेखि मैले देखाइरहेको छु, अहिलेसम्म रेडी भएको छैन। ऊ जाँदिन होला सायद, हामी मात्रै जान्छ भने। बाइसु उसले लास्टमा बिट्रे गरेको भने नि हो गएको म। सो गाइज, मेरो चाहिँ आउटफिट यही हो। अनि त्यसरी अहिले जाडो हुन्छ नि त। अनि म ज्याकेट नै लाउँछु बाहिरदेखि। फोटो खिच्नको लागि चाहिँ यो हुन्छ। म तपाईँलाई देखाउँछु ल। अनि यहाँ मेरो साथीहरूको पनि हेर्नुहोस् ल। हाई अझ हामी हिँड्दैछौँ है। सबै देखाउँछु अरू चाहिँ। कस्तो जाडो छ है साथी। अब फेरि यस्तो छ, म त कस्तो एक्स्ट्रोभर्ट हो, तर इन्ट्रोभर्ट हुन खोज्दैछु क्यामेरामा क्या। भनेपछि अब पछाडि स्ट्रगल गर्दै आउँदैछन् कोही चाहिँ। हाम्रो चाहिँ डर्मेटरी हो ल। अनि यसरी भन्छ अनि यस्तो राम्रो देखेको छ। कस्तो हावा लागेर यो अति हावा छ। तर मलाई एक्टिङ लाइक मलाई जाडो भएको छैन भनेर ल। म अहिले देखाउँछु अरू। त्यसको कुरा गर्दैछौँ। मजा आउँछ नि त्यसको हावा चलेको खाँदै। कस्तो देखिरहेछ हौ गाइज। अब बस आउनलाई चाहिँ कति मिनट चाहिँ पर्छु। जेन यहाँ पर्छ म गाइज। प्लिज म 16 years old lady। सो गाइज, हामी चाहिँ गाडीमा चढिसक्यो। अनि एउटा गाडी चढेर अर्को गाडी चेन्ज गर्नुपर्छ क्या। त्यही भएर मैले देखाउन बिर्सियो। यसरी बसिरहेछ। देखाउँ न अब। उनीहरू चाहिँ सिउ आएको यहाँनिर के खानलाई। किनभने हाम्रो 10 मिनट मात्रै छ क्या गाडी आउनलाई। अनि के खाने भनेर हेर्छौँ। एउटा ससेज बोक नि। ससेज एउटा बोकिहाल। 2+1 खाने हो ससेज। मानलवाला ससेज है। यिनीहरू चाहिँ यहाँ अझै के खोजिरह। सर्ट लाग्दैन, यति राख्दा नि हुन्छ है। सक्यो 1 घन्टा लेट। 7 मिनट छ अझै।
हाई के गर्न आँटेको तिम्रो केही भन्दैन कोरियनमा कसरी खोल्छन् मैले त कहिले किम्बाबै खाँदिनँ मलाई त खोल्नै आउँदैन कहिले यस्तो जाडो छ मलाई त मन नै पर्दैन कति बेला गएर पुग्नु भइसक्यो कसम भनेको नानाको हो नि यो ससेज त गाई यहाँ ससेजहरू चाहिँ सबै गाईको पाउँछ नि त सो फाइनल लाइक म खाँदिनँ नि त बिफ खाँदिनँ म अनि त्यही भएर कसैलाई चाहिँ मन पर्दैन कसैलाई मनपर्छ यस्तो छिटो खानु परिरहेको अर्को बसमा चढिसकेको हामी चाहिँ बस छिटो भनेर पागल भएर लागेको यसको ल म वहाँ पुगेपछि देखाउँछु र अनि अलिअलि बिचमा क्लिप देखाउँछु है त हामीलाई देखेर के भन्छ वेगुक सारा मानिया गुगेसा वेगुक सारा मानिया वेगुक सारा मानिया भन्छ है फोरेनरहरू कति धेरै भन्छ आहा त काम पनि छैन काम पनि छैन दुईटैको छुट्टी छ अनि आज जान पर्दा मलाई त हिँड्न पाएँ भने यस्तो मजा लाग्छ वाह जहाँ भए पनि हिँड्नु पऱ्यो क्या आइएम नट घरै बस्ने खालको पनि होइन रहेछु म तर भन्नुपर्छ पैसा हुँदैन म मतलब एभ्री डे अर्को कहाँ कहाँ ट्राभल गर्थ्यो होला क्या इफ आई ह्याड लट अफ मनी केही छैन ल वाह लजाउँछन् क्यामेरामा अब सुत्नु है के गर्नु कम त टाढा अनि हेर्न कस्तो ढिलो रोकाउँदै लाँदैछ तर काम चाहिँ कस्तो मजाको लाग्दैछ बाजा जस्तो घन्टा जस्तो भएर 11:30 बजीतिर चढेको रहेछ कहीँ भनेर लास्ट गाडी यसमा के क्वेसन सोधौँ भयो नि सोधिनँ मैले ए अन्त किन नसोधेको फेरि के सोधौँ भयो नि यस्तो टाइपको छैन नि त म त त्यस्तो राम्रो छ कमाइन्छ मैले यस्तै के सोधा त अनि भयो भेटनाम जाने हो होइन हामीले त सकाइ साँची हेर न एउटा कोरियन बुड्डोले यो फोरेनर केटीलाई पुरा फ्लड हानिरहेको छ भने यो प्रो एटेन्डेन्स गर्ने कस्तो रमाइलो हुँदो रहेछ त यस्तो गर्न स्काई बिच उता कस्तो राम्रो लाग्छ मलाई कस्तो मजा लाग्यो अझै कति धेरै आउँथ्यो पहिला त अहिले त अब मान्छेहरू आफ्नो असलमा खाने त अनि क्वेसनै सोध्दैन अब मजा आउँथ्यो क्या अनि मैले रिप्लाई दिन पनि मजा आउँछ मलाई ए रुबीले हालेछ हामी यही नै हो के भनेको उत्रेको है गाइस ल यत्रो बजी आइपुग्यो बल्ल कहाँ हो थाहा होइन यही हो सो गाइस बाई गाडीलाई बाई भनिदिउँ यस्तो झ्याउ भयो गाइस उहाँ त कति बेला पुग्नु भएको छ झन् घाम लागिरहेछ र आनन्द भयो गाइस तिमीहरू के भन्छस् अनि कि गाडीमा एउटा कोरियन बुढोले
त्यो फोरेनल के गर्दैछ अरे पटाउनु खोज्दै थियो भनेको हामीलाई त पर्छ नि त त्यस्तै हुन्छ नि त चल लाग्यो ए लाग्यो हेर न यत्रो लाएर पनि बिचै आइपुग्यो है हामी आउन चाहिँ हामी बिच आएको होइन हामी रेन्डमली हिँडेको है आज चाहिँ प्लान पनि होइन केही पनि होइन ल कसरी हाल्नु भिडियो भरे गाइस मलाई त आउँदैन जस्तो भए पनि हाल्छु सबै यहीँ कपालीमा चिल्नुहुन्छ हेर्नु मलाई प्लिज देखान्छु बेस बाँध्नु न प्लिज यतिको चाहिँ साथी चाहिन्छ है बेस बहुत जाडो छ फेरि कि लुगै लगाएको छैन कहाँ छ यो कहाँ हिँड्दै चाहिँ हो ओ माई गड कस्तो प्लिज तिमीले चाहिँ एड होस् टु छ एड होस् गाडी आउँछ कस्तो लागिरहेछ बिरालो मनिरहेछ आमा गाइज हेर्नु न रेस्ट इन पिस बिल्लु कसले होला है यस्तो गरेको तर कस्तो बबाल देखिरहेको छ यहाँ त कस्तो उतो पाइन ट्री जस्तो छ है यो डेस्कको ट्री हो है हो रुख है नक्कली नै होला सायद अब जाऊँ हामी त अनि बाहिर मान्छे त धेरै छ गइदिउँ न ए सो गुड तर मैले राम्ररी क्याप्चर गर्न सक्दिनँ होला त्यही पनि हेर्न सक्नुहुन्छ पछाडि चाहिँ र ओके मलाई त मनै पर्दैन हौ जानु त उता माथि कपडा बसिरहेको साउन्ड सुन्नु न मलाई पनि देखाउ न ए चाहिँ माछाको फ्यान है त्यही भएर उसलाई उसको रङ्गिताको लागि भनेर हामी यहाँ आएको क्या त्यहाँदेखि माछा देखिन्छ भनेर आएको खासमा चाहिँ तर हेर्नु न यसरी हेर्न मिल्दो रहेछ हामी आएको हामी आउनेवाला चाहिँ अब कहाँदेखि हिँड्ने रुम पनि छ जस्तो स्टे रहेछ नि प्यालेस यो चाहिँ त्यसको स्टे बस्ने रुममा चाहिँ क्याफे जस्तो छ है जाउँ खोला ब्लगमा बुझ्दै थियो ल जाउँ अब अर्डर गर्ने रेगुलरै गरिदिउँ 1000 जति महँगो होला 1.5 जति त्यसको डबल यहाँ हेर्नुहोस् है यतिको चाहिँ हुनु पर्ने फेरि कस्तो राम्रो माछा रहेछ हामी यही हेर्न आएको खास गरी सुप्रेरी है कस्तो राम्रो रहेछ राम्रो लाग्यो कता बस यता बस कस्तो लाग्यो अरे के हो यो मोजा चाहिँ के हो राम्रो लाग्यो हामीलाई चाहिँ रङ्गिताले यति मनपर्छ माछा होइन माथि जाऊ तिमीहरू दुईजना गरेर अब यहाँ बस्दै गर्नु पर्छ क्याफे कि रेस्टुरेन्ट एक्सप्लोर गर्दै बस्छु उता नै छ त यस्तो होला कस्तो राम्रो देखा ओइ आइस यहाँ आऊ न खाउ चाहिँ बाबा छ बाबा के कहाँ जान मन लाग्छ है पेट दुखो कहाँ चाहिँ जानु लाग्ने हामी केही छैन त्यहाँ त यहाँ माथि अनि खोइ त यसले त खाली
यताको रुपटप पो आएछ मम्मी त ए यता मात्र उता उता हेरौँ त सबै रुफटप ए कस्तो होइन जानुहुन्छ सकिन्न उता उता खुट्टा त कस्तो राम्रो देखा गाई कस्तो राम्रो छ क्या म चाहिँ कस्तो राम्रो लाग्यो फेरि आज घाम लाग्दैन to some palace. Coffee is getting ready. Yस्तो राम्रो लागिरहेछ एकछिन म बाहिर जान्छु Samita. Jom lift में जाऊँ. Guys, this way. This is real matcha. ओ यही भन्छ उता भित्रैसम्म हो कि क्या हो नि माछा कि के हो रेडी भएको 4 वटा बाहिर चाहिँ अब फोटो खिच्छौँ ल हामी सबैजना देखाउँछ आफ्नो आउटफिट देखाउ न कफी खानु फोटो नै राम्रो आएको छैन म नराम्रो देखिरहेको छु भनेको त लिपस्टिकै लगाएको रहेछ फोटो खिच्न आएको रहेछ किन टिकटक पो बनाउँदा राम्रो आउँछ कि कस्तो खतरा है यहाँ के गर्दैछौ अब खान्छौँ यस्तै हो केटी एन्ड जस्ट गोल हो क्या यो अनि यहाँ चाहिँ सबैजना मान्छेहरू एकदम आरामले पिसमा खाना आउँदो रहेछ हामी चाहिँ यताउति खिचेको गर्दैछौँ यो मान्छे हेर्दाखेरि मलाई हेर्दैछ के भयो ओइ साथी अजित कहाँ छ अजित मेरो साथी चक्लेट के खाऊ है गाइस हामीहरू चाहिँ क्याफेबाट निस्केको अनि त्यसरी अब जाँदैछौँ कहाँ खिच्ने अनि यस्तो हावा चलिरहेको छ यस्तो छ वेदर चाहिँ अब फोटो नि त्यस्तो खासै राम्रो आएन आज खोइ के भएर अनि फोटोसोटो हल्का यसो खिचेर अनि जाँदैछौँ यहाँ त हामी अस्ति नै आएको है त्यो टुप्पोमा गयो नि हामी ए त्यहाँदेखि यता रहेछ है हो अब हामीलाई के थाहा है ल अब कुन बाहिर बाल्कनी जस्तो के गर्नु हाम्रो त स्कुटी पनि छैन गाडी पनि छैन हिँड्दा हिँड्दा वाक्क भइसक्यो त्यही पनि जाम अब मजा आइरहेको छ बिचबाट आउने बित्तिकै त्यो क्याफेबाट आउने बित्तिकै बाहिर निस्किँदा यति तातो घाम लागिरहेको थियो कस्तो मजा आयो यस्तो डर लागिरहेछ मलाई त मैले त दोकानै मजा लगाएको थिइनँ क्या आज ज्याकेट चाहिँ तल चाहिँ राख्थेँ माथि लाग्थेन यस्तो जाडो भयो यार यस्तो छ यस्तो नेपाल लाग्छ घरिघरि त तर ड्रामा मेरो केही पनि हुँदैन ल सो गाइस म चाहिँ टाइममा भिडियो खिच्छु भन्छु बिर्सिन्छु अहिले चाहिँ हामी त्यो ड्रामाको एउटा क्याफेमा खिच्चिनँ कहाँ है क्याफेमा त खिचेँ होला कि बिर्सेँ मैले त हेर्नु न यस्तो छ क्या कहाँ जस्तो लागिरहेको
अनि त्यही हो यहाँ पनि कस्तो नेपालको जस्तो सुन्ताहरू बाहिरै राख्नु हेर्नुहोस् न यसरी बेच्न राखिरहेछ हौ यसरी सुकाइराख हौ स्कुल लास्टिक पाङ ए यो त्यही चाहिँ हाम्रोवाला मिठो लाग्यो तर म एउटा छ अक्टोपस कि के हो माछा त कस्तो कस्तो खालको है फाइनली हामी चाहिँ यो ड्रामाको ठाउँमा आयौँ खै कुन कुन अरे यो कुन सिरिज भएको छ अरे हामीले बाई चोइस अरे अनि यहाँ आउने भन्यो अनि यो घर यस्तो खालको छ रहेछ अनि यस्तो रहेछ क्या सिँढीमा चाहिँ पेन्टिङ हानेको रहेछ राम्रो रहेछ अब हामी यहाँ फोटोसोटो खिच्छौँ है त ट्रेडिसनल जस्तो देखिरहेको छ कस्तो राम्रो देखिन्छ कसै मान्छे छु त्यो टाउको कहाँ हो त्यसको बोला पिनेरो गाइस हामी चाहिँ यहाँ कस्तो राम्रो छ ब्युटी छ यो प्लेस हेर्नुहोस् सबैजना है भन्यो कस्तो राम्रो छ ड्रामाको जस्तो सबै कलहरू दामी 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 सब मेरो चाहिँ चार्ज सकिसकेको छ फोनमा अब म गर्न नि पाउँदिनँ होला अनि त्यही भएर यो लास्टमा पनि सक्छ म रुममा गएर कि उता हाम्रो ठाउँमा गएर खिच्छु है त बाई सो गाइस यो गल्ली चाहिँ कस्तो ठुलो रहेछ है अनि कस्तो राम्रो लाग्यो यति ढुलै जाडो भयो भनेर चाहिँ फोटो खिचिरहेको छु वहाँ पर अब हामी जान्छौँ यत्रो पर्खेपछि बल्ल गाडी आयो गाइस तिमी चढेको ए मेरो खिच्देऊ न प्लिज ए यो निकाल्देऊ न कसरी खिच्नु होला फेरि सर है गाडीमा गएको ल गाइस अब वहीँ पुगेर गर्छु ल भिडियो जहिले आउँछ जेरी गल्लीको बाटो हिँड्दैछौँ हामी त्यो चाहिँ कोयाको जेरी गल्ली अब हिँड्दा हिँड्दै कहाँ पुगिसक्नु थाहा छैन हामी कहाँ आइपुग्यौँ साँच्ची तपाईँहरूको स्वेटर चाँडो हुँदैन मलाई नमुछुप भयो हेलो गाइस हामी चाहिँ घर फर्केको अब अनि यहाँ घर जानको लागि चाहिँ बस कुरिरहेको आउँदै आउँदैन अनि केही खाने अनि रुम जाने म देखाउँछु ल अब हामी त्यही म्याराथन खान्छौँ कि के खान्छौँ सो हामी चाहिँ म्याराथन खान आएको यहाँनिर अब खाने होला खाने कि नखाने लियो हो कि हान्ने कि नै नखाने किन खाने भए म लिँदै गर्छु आउँदै गर भेट्न जाने मान्छेले खानु हुँदैन मार्छ फेरि मलाई अहिले गाइसमा चाहिँ आलु पनि खान्छु लियो न तिमीहरू चाहिँ मैले भिडियो चाहिँ के देखाउनु गाइस के गरेर आएको छौ तिमीहरू मलाई त कोही बोल्दैन हौ के भएको भोक लागेको छ नेपालमा नि म्याराथन आइसकेको छ नि ओइ कसले खोलेछ म खोल्छु भन्छु सो हामी चाहिँ म्याराथन पर्खिरहेको मैले पछिको भिडियो देखाएको थिएँ गाइस मैले चाहिँ स्पाइसी खान्न भनेर यस्तो गरेको यस्तो आयो अब खाम होला त है कि यिनीहरूलाई पनि पर्खिनु हाई गाइस सो म चाहिँ रुम आइसकेँ अनि मैले भिडियो बनाउने बिर्सेँ अनि हामी मेरो साथ फेरि ट्राई गर्दैछु यहाँ लुगा लगाएर अर्को चाहिँ यहाँ के गर्दैछ यस्तो चलिरहेको छ र म फेरि बाहिर निस्किन्छु अनि आज चाहिँ म सबै भ्लग गर्छु बिहानदेखि बेलुकासम्मको है त कसरी कम्फर्टेबल भयो नि गाइस म चाहिँ बेलुका हैजाङको खाना आएको मेरो साथीसँग अनि खान्छु ल अब गाइस म चाहिँ फेरि यही लुगामा आइपुगेको छु यहाँ रङ्गिताको रुममा म बनाउँदिनँ होला त्यो आउँदो रहेछ ओके
Thanks for watching. Please subscribe.